तपाईहरु सबैजनालाई जय मसीह। आजको अनि चंगाई अनि छुटकाराको सेवाकाईमा हामी तपाईहरुलाई स्वागत गर्छौं। अनि हामी येशू ख्रीष्टलाई जिउँदो येशू ख्रीष्टको नाउँमा भेला भएका छौं। कुनै व्यक्तिको नाउँमा हैन, कुनै मिनिस्ट्रीको नाउँमा हैन, तर हामी येशू ख्रीष्टलाई भेट्नको निम्ति हामी भेला भएका छौं। आमेन। हामी यसगरी हामी जिउँदो येशू ख्रीष्टलाई उछाल्ने छौं, किनकि उहाँको प्रेम महान छ। आमेन। उहाँको प्रेमले, उहाँको अनुग्रह अनि उहाँको कृपाले गर्दा आज तपाईँ अनि हामी यहाँ भेला भएका छौँ। संसारको भिडदेखि तपाईँ अनि मलाई चुनेर उहाँले निकाल्नुभयो। हजारौँ करोडौँ मान्छेको बिचबाट तपाईँ अनि मलाई उहाँले निकाल्नुभयो। उहाँलाई पुकार्नका निम्ति, उहाँको नाउँलाई उछाल्नका निम्ति। बाइबलले यो कुरा भन्छ, बोलाएको धेरै छ तर चुनिएको चाहिँ थोरै मात्र छ। हामीले जुन चाहिँ इन्भिटेसन उहाँले हामीलाई चुन्नुभयो, त्यो इन्भिटेसनलाई हामीले स्वीकारिकन हामी यस जग्गामा छौँ। आमेन। हामीले येशू ख्रीष्टलाई चिन्न पाएका छौँ। बाइबलले यो कुरा भन्छ, उहाँको नाउँलाई चाहिँ उचाल्नुपर्छ हामीले, किनकि उहाँ चाहिँ योग्यको हुनुहुन्छ। आमेन। एउटा बाइबल भर्सलाई पढ्नेछु अनि हामी सबैजना मिलिकन उहाँलाई उचाल्नेछौँ। भजनको किताब 150ले यसरी भन्छ, तिमीहरू यहोवाको स्तुति गर, किनकि पवित्र स्थानमा परमेश्वरको स्तुति गर। उहाँको पराक्रम आकाश मण्डलमा उहाँको स्तुति गर। उहाँका शक्तिशाली कार्यहरूको निम्ति उहाँको स्तुति गर। उहाँको सर्वश्रेष्ठ महानता अनुसार उहाँको स्तुति गर। तुरैको आवाजमा उहाँको स्तुति गर। सितार र बिना बजाएर उहाँको स्तुति गर। खैजडी बजाउँदै र नाचमा उहाँको स्तुति गर। तारवाला बाजाहरू र बाँसुरीहरू बजाउँदै उहाँको स्तुति गर। चर्को बस्ने झ्यालीहरू बजाउँदै उहाँको स्तुति गर। भारी गुन्जनी गर्ने झ्याम्टाहरू बजाउँदै उहाँको स्तुति गर। सास हुने हरेक थोकले यहोवाको स्तुति गरोस्। तिमीहरूले यहोवाको स्तुति गर। आमेन। बाइबलले यो कुरा भन्छ, सास हुने जति हरेक प्राणीले येशू ख्रीष्टलाई उचाल्न पर्छ। आमेन। किनकि उहाँले हामीलाई आफ्नै हातले सिर्जनु भएको। यसकारण हामी सबैजना आफ्नो स्थानमा खडा भइकन हामी जीवित येशू ख्रीष्टलाई उचाल्नेछौँ।
आराधनाले सजाउँदै तपाईँ गाउँदैछौँ दाउदको ढलेको वासस्थान बनाउने तयारी गर्दछौँ घेरिएर लाखौ स्वर्गदूतहरूले यीशु तपाईँलाई पवित्र पवित्र भन्दै उचाल्दैछ त्यो नाउँलाई घेरिएर लाखौ स्वर्गदूतहरू यीशु तपाईँलाई पवित्र पवित्र भन्दै उचाल्दैछ त्यो नाउँलाई बिना रज्याली तुरही बजाउँदै दस्तारे बाजामा स्वर मिलाउँदै बिना रज्याली तुरही बजाउँदै दस्तारे बाजामा स्वर मिलाउँदै जाति जातिलाई बोलाउँदै सिवनको स्वर्गमा जस्तो छ इच्छा तपाईँको हामीमा ल्याउँदछौँ सिवनको महाराजालाई उचाल्दै प्रशंसा गर्दछौँ स्वर्गमा जस्तो छ इच्छा तपाईँको हामीमा ल्याउँदछौँ बस्नुहोस् आत्मा पखेटा फिजाउँदै नयाँ कामलाई हेरी रमाउँदै बस्नुहोस् आत्मा पखेटा फिजाउँदै नयाँ
बस्नु सातुमा पखेटा फिजाउँदै नयाँ कामलाई हेरी रमाउँदै बस्नु सातुमा पखेटा फिजाउँदै नयाँ कामलाई हेरी रमाउँदै यीशु तपाईँको दुलही बनिन हामी आउँदैछौँ जीवन यो आराधनाले सजाउँदै तपाईँ कहाँ आउँदैछौँ प्रभुको ढलेको वास्तन बनाउने तयारी गर्दछौँ जीवन यो तपाईँ कहाँ आउँदैछौँ प्रभुको ढलेको वास्तन बनाउने तयारी गर्दछौँ अझ तालीहरू बजाउँदै हामी उहाँलाई महिमा दिनेछौँ लाई 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 हाम्रो प्रशंसा येशूलाई हातहरू उचाल्दै लाई 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 हाम्रो प्रशंसा येशूलाई लाई 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 हाम्रो प्रशंसा येशूलाई सकिएर जान्छ संसारको राज्य यीशुको राज्य टुट्दैन सकिएर जान्छ संसारको राज्य यीशुको राज्य टुट्दैन जातिहरूमा यीशुको प्रेमको अन्त कहिले हुँदैन जातिहरूमा यीशुको प्रेमको अन्त कहिले हुँदैन हुर्हा हुर्हा लाई 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 रमाउँदै लाई 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 हाम्रो प्रशंसा येशूलाई लाई लाई हाम्रो प्रशंसा येशूलाई ढोकाै खोलौँ आराधनाले यीशुको रहमत पाउँदै जाऊँ ढोकाै खोलौँ आराधनाले यीशुको सामर्थ पाउँदै जाऊँ हृदय जोडी लाजलाई तोडी यीशुको आनन्दमा डुब्दै जाऊँ हृदय जोडी
संसारको राजा येशूको राज्य टुट्दैन जातिहरूमा येशूको प्रेमको अन्त कहिले हुँदैन जातिहरूमा येशूको प्रेमको अन्त कहिले हुँदैन हुर्हा हुर्हा लाई 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 हाम्रो प्रशंसा येशूलाई लाई 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 हाम्रो प्रशंसा येशूलाई लाई 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 हाम्रो प्रशंसा येशूलाई आजको साँझ येशू ख्रीष्ट हाम्रो बीचमा हुनुहुन्छ आजको साँझ येशू ख्रीष्ट हाम्रो बीचमा हुनुहुन्छ उहाँले हामीलाई एक एकजनालाई छुन चाहनुहुन्छ हाम्रो हृदयहरूलाई तयार गर्दैछौँ हाम्रो भाँडोहरूलाई तयार गर्दैछौँ उहाँले आजको साँझ हामीलाई चङ्ग्याई छुटकारा नयाँ जीवनलाई दिन चाहनुहुन्छ त हाम्रो भाँडोहरूलाई तयार गर्दैछौँ
तपाईँकोमा अधिकार छ सबै मोहरहरू खोल्ने तपाईँ मात्र सिद्ध पवित्र हामी धोइएका छौँ तुमाको रगतले हुन धुलै तपाईँको सदालाई तपाईँकोमा अधिकार छ सबै मोहरहरू खोल्ने तपाईँ मात्र सिद्ध पवित्र हामी धोइएका छौँ तुमाको रगतले हुन धुलै तपाईँको सदालाई हामी धोइएका छौँ तुमाको रगतले हुन धुलै तपाईँको सदालाई हामी धोइएका छौँ तुमाको रगतले हुन धुलै तपाईँको सदालाई
स्वर्गमा तपाईँ बिना मेरो कोही छैन। स्वर्गमा तपाईँ बिना मेरो कोही छैन। पृथ्वीमा मैले चाहेको, पृथ्वीमा मैले चाहेको तपाईँ मात्र हो, तपाईँ मात्र हो। स्वर्गमा तपाईँ बिना मेरो कोही छैन। स्वर्गमा तपाईँ बिना अरू कोही छैन। पृथ्वीमा मैले चाहे
कोही छैन आदरको योग्य एकमात्र मालिक तपाईँ अरू कोही छैन सिंहासनको योग्य एकमात्र राजा तपाईँ अरू कोही छैन आदरको योग्य एकमात्र मालिक तपाईँ अरू कोही छैन सिंहासनको योग्य एकमात्र राजा तपाईँ सारा आदर सारा महिमा तिम्रै जस्तो अरू कोही छैन येशू प्रेमीको प्रेम भन्दा मिठो छ तिम्रो प्रेम तिम्रो उपस्थिति सुवासना छ मिठो छ मलाई ताजा बना तिम्रो उपस्थितिको सुवासनाले मलाई धोई पकाएर सिंहासनको Una
तिम्रो हुनलाई प्रभु तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु तपाईँ साँच्चै नै योग्यको हुनुहुन्छ तपाईँ जस्तो अरू कुनै ईश्वर छैन प्रभु सारा स्वर्ग अनि पृथ्वीमा एउटै नाउँ छ प्रभु त्यो नाउँ चाहिँ प्रभु तपाईँको नाउँ प्रभु हामी तपाईँको नाउँलाई उछाल्दछौँ हामीले तपाईँलाई प्रभु भक्ति चढाउँदछौँ प्रभु हामी तपाईँलाई दण्डवत गर्दछौँ प्रभु तपाईँ मात्रै योग्यको हुनुहुन्छ प्रभु तपाईँलाई धन्यवाद धन्यवाद सारा आदर महिमा प्रशंसा तपाईँलाई भएको होस् यीशु प्रभुको नाउँमा